हेलो नमस्ते सम्पूर्णमा म चाहिँ धनबहादुर तामाङ सबैजनालाई वेलकम छ मेरो नयाँ एपिसोड नयाँ भिडियोमा। आज म चाहिँ हजुरहरूलाई एउटा मालदिभ्सको बारेमा छोटो मिठो इन्फर्मेसन दिन जाँदैछु। भिडियो सुरु गर्नुभन्दा अगाडि मैले यसको केही क्लिप राखेको छु, हेर्नु होला। बारेमा सानो क्लिप हेरिसक्नुभयो होला, के कस्तो लाग्यो हजुरहरूले कमेन्ट डाउन गर्नु होला। मैले चाहिँ के कुरा गर्न लागेको छु भने आज नेपाली सोसाइटीको लागि नेपाली फुलहरूको जो चाहिँ परदेशिनु भएको छ, नेपाल छोडेर बाहिरी देशमा आफ्नो फ्यामिली आफ्नो बालबच्चा होइन आफ्नो मातृभूमि देश छोडेर चाहिँ आफ्नो कर्म जन्मभूमिलाई छोडेर कर्मथलोमा जो आउनु भएको छ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ एउटा सानो छोटो मिठो सन्देश दिन चाहे सबैजनाले सुनेर आफ्नो प्रतिक्रिया दिनुहोला। मैले नै सबै कुरो जानेको भन्ने कुरो हुँदैन, मैले के आफूले चाहिँ रिसर्च गरेर के थाहा भएको कुराहरू चाहिँ हजुरलाई सेयर गर्न चाहन्छु। जहाँसम्म लाग्छ मलाई योभन्दा आजभन्दा 5 वर्ष पहिले 5 वर्ष अगाडिको कुरो मालदिभ्समा चाहिँ के थियो भन्दाखेरि नेपालीहरूको लागि एकदम नेपालीहरूको लागि चाहिँ मालदिभ्स गभर्मेन्ट मालदिभ्स सरकार र मालदिभ्सको यो जनताहरूले हेर्ने दृष्टिकोण गर्ने माया होइन रेस्पेक्ट एकदम राम्रो थियो रहेछ होइन, एकदम उच्च रहेछ। एकदम विश्वासघात गर्न सक्दैन नेपालीहरू एकदम प्राप्त हुन्छ काम गर्नलाई चाहिँ आफ्नो कामप्रति फोकस एकदम सिपालु छ भनेर चाहिँ त्यो हिसाबले सोच्थ्यो रहेछ। योभन्दा अगाडि 5-10 वर्ष अगाडि चाहिँ नेपालीहरूले झट्टै विश्वास गरिहाल्ने, नेपालीहरूले चाहिँ काम गर्दैन, उनीहरूले आफ्नो ड्युटी चाहिँ पुरा निभाउँछ, राम्रो काम गर्छ भन्ने तरिकाले चाहिँ सोच्थ्यो रहेछ है। एकदम विश्वास पनि गर्ने, माया गर्ने, रेस्पेक्ट दिने नेपाली भनेपछि उनीहरूलाई नै अलिकति खुसी होइन प्राउड फिल हुने, उनीहरूले चाहिँ काम गर्छ है हाम्रो लागि, यिनीहरूले धोका दिँदैन भन्ने खालको
त्यस्तै थियो रहेछ। अलिकति त्यही भएर नि खुल्ला पनि थियो रहेछ त्यतिखेर। अब बाहिरीहरूको रमाइलो गर्ने, इन्जोय गर्ने, आफ्नो नेपालको कला संस्कृतिलाई बाहिरी यस्तो पार्कहरूमा, यसरी यस्तो राम्रो पार्कहरूमा, बिचहरूमा सेलिब्रेट गर्दा पनि उनीहरूलाई खासै वास्ता नगर्ने होइन, गर्न दिने त्यस्तो खाली थियो रहेछ। जब अहिले चाहिँ अलिकति आएर एकदम नराम्रो दृष्टिकोण, नराम्रो सोच, नराम्रो हेरचाह भन्न पुगेको छ अहिले चाहिँ मालदिभ्समा है। अब अरू देशमा के कस्तो छ, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै हुनुहुन्छ है। विभिन्न नेपाली नपुगेको देश छैन, सबै जो जहाँ हुनुहुन्छ उहाँले त्यहाँको बारेमा थाहा छ होइन, के कस्तो छ, नेपालीले के कस्तो काम गरिरहेछ, के कस्तो काण्ड गरिरहेछ भन्ने कुरो सबैलाई थाहा नै छ। त्यही भएर मालदिभ्समा म अहिले मालदिभ्समा कार्यरत छु। मालदिभ्समा म एज अ लाइक कोच स्पोर्ट स्ट्रक्चर है, म चाहिँ स्पोर्ट स्ट्रक्चरको रूपमा काम गर्दैछु। त्यही दौरानमा मैले फ्री टाइममा चाहिँ आफूले अलिकति रिसर्च गरेर यताउति गरेर अलिकति थाहा पाएको कुरो हो है, मैले खासै चाहिँ थाहा छैन। त्यही पनि आजभोलि अहिले धेरै नै नेपालीहरूको विकृतिहरू बढ्दो क्रममा भएको कारणले चाहिँ अलिकति सूचना स्वरूप अलिकति छोटो मिठो भिडियो बनाउन खोजेको। त्यस्तो त धेरै नै जानेर विज्ञानै भनेर चाहिँ बोलेको होइन। त्यही पनि एउटा बी अलर्ट होइन, केयरफुल, आफू चाहिँ जनचेतना आओस्, आफू चाहिँ सुरक्षा रहोस् भन्ने तरिकाले चाहिँ हो। तर यसमा नराम्रो नसोच्नु होला कसैले पनि। त्यही हो, अहिले आएर चाहिँ मालदिभ्समा नेपालीहरूलाई एकदम पहिलाभन्दा होइन, योभन्दा 5 वर्षभन्दा अगाडिको र अहिलेकोमा धेरै फरक भइसक्यो है। यहाँको गभर्मेन्टले हेर्ने दृष्टिकोण, यहाँको मान्छेहरूले हेर्ने नजर धेरै फरक भइसक्यो है। नेपालीहरूलाई अहिले गाह्रो पर्ने अवस्था आइसक्यो, किनकि सबै नेपालीलाई त म दोष दिन चाहन्न है। 2-4 जना केही नेपालीहरू यस्तो छन् कि आफ्नो प्यासन के हो, आफ्नो लाइफ के हो, आफ्नो इज्जत के हो भन्ने कुरै बिर्सिसक्यो कि यहाँ आएर। नेपालमा हुँदा कस्तो थियो, एउटा सिम्पल सादा गाउँले जीवन होइन, त्यस्तो लाइक एउटा छोटो कपडा लाउँदा पनि लाज लाग्ने, बाहिरी कोही कसैसँग बोल्दाखेरि पनि मुख छोप्नु पनि लजाउनु पनि स्थिति, त्यस्तो अवस्थाको नेपालीहरू नेपालमा हुँदा। तर अहिले जुन नेपाल भूमि छोडेर होइन, नेपालको भूमि छोडेर प्लेन चढेर परदेशियो नि विदेश आयो, तर नेपालीहरूले बिर्स्यो कि त्यो आफ्नो संस्कृति, आफ्नो माया, आफूले जुन भोगेको त्यो सबै बिर्सिसक्यो। अहिले उनीहरूलाई छोटो कपडा त के, उनीहरू बिकिनीमा पनि हिँड्नलाई उनीहरूलाई कुनै समस्या छैन होइन। तर त्यो त विदेशीमा जस्तो सिचुएसन अनुसार त्यो पनि चल्नुपर्छ। तर त्योभन्दा हदै पार गर्न थालिसक्यो है। नराम्रो विकृतिहरूमा जो कोहीले पनि आफ्नो इच्छा है, माई लाइफ माई चोइस भन्छ सबैले, त्यो हो होइन। आफ्नो लाइफ हो, आफूले जिउनु पाउनुपर्छ, आफूले जे गर्न पनि पाउनुपर्छ। तर त्यो भन्ने बित्तिकै आफ्नो इज्जतै फालेर, आफ्नो नेपालमा भएको आफ्नो परिवारमै बिर्सेर है, आफ्नो फ्यामिली जो चाहिँ नि, जो कोही के अरे विवाहित होला, कोही अब अनम्यारिड, कोही म्यारिड होला होइन, कोहीको विवाहितको बालबच्चा होला, अनम्यारिड भयो भने आफ्नो बाउ आमाको सपना, आफ्नो सपना पुरा गर्न के गर्छु भनेर आएको होला नि त। तर त्यो सबै बिर्सिदिने एकछिनमै है। तर त्यो चाहिँ कसरी केले है, त्यो आई डोन्ट नो होइन। पैसाको लोभमा परेर हो कि आफ्नो बाध्यताले गर्नु परे हो कि, त्यो चाहिँ के हो कसरी हो उनीहरू आफै जानुन् होइन। त्यो त ठिकै छ अब त्यो हुँदै पनि। तर अहिले आएर के चाहिँ हुन थाल्यो भन्दाखेरि नेपालीहरू 2 नम्बरे धक्कामा एकदम सक्रिय हुन थाल्यो कि यहाँको लोकलहरूसँग, बङ्गालीहरूसँग मिलेर एकदम
गाँजा ड्रग्स चरेज धन्दामा लागु कथा औषधमा होइन यो रक्सीहरू यो मालदिप्समा त रक्सी बिहान त यहाँ चल्दैन होइन, तर पनि उनीहरू रक्सी बनाएर बेच्ने है, अनि गाँजाहरू सप्लाई गर्ने सरेज ड्रग्सहरू त्यस्ता कामहरूमा नेपालीहरू अहिले धेरै संलग्न हुँदैछ। किनभने पैसाको लागि, तर पैसाको लागि आफ्नो ज्यान धरापमा नपार्नु, आफ्नो इज्जत नफाल्नु। एक दुईजना नेपालीले गर्दा होल नेपालीको इज्जतलाई चाहिँ खेर नफाल्नु, नेपालको नाम बदनाम नगर्नु। मैले चाहिँ यति भन्न चाहेको हो। किनकि अहिले मालदिप्समा त्यही अवस्था छ। पहिलेको जुन 5-10 वर्ष अगाडि आएको नेपालीहरूलाई सोध्नु कि पहिला मालदिप्समा नेपालीहरूलाई कस्तो व्यवहार गरिन्थ्यो भनेर, तर अहिले आएर चाहिँ कस्तो व्यवहार गर्दैछ त भन्दाखेरि अहिले त्यही 2 नम्बरी केस यताउतिले लापरवाहीले गर्दा चाहिँ अहिले एकदम नराम्रो सोच्न थालेको छन्, एकदम नराम्रो दृष्टिकोण नेपालीलाई अलिकति हेट गर्न थालेका छन् है। त्यो कारणले गर्दा चाहिँ सबैले जनचेतनामूलक सन्देश दिउँ, सबैले आफ्नो तर्फबाट अझै पनि मौका छ सुध्रिने, सबैजना सुध्रिनु। म चाहिँ यही भन्न चाहन्छु, अझै टाइम छ, केही बिग्रेको छैन है, अझै केही बिग्रेको छैन, अझै टाइम छ, हजुरहरू सुध्रिने मौका छ, सुध्रिनु। 1-2जनाले गर्दा सारा नेपालीहरूको बदनाम नगरौँ, नेपालको नाम खराब नगर्नु भन्ने इच्छा मात्र हो, आकाङ्क्षा राखेको मात्र हो मैले। तर यहाँपट्टि मालदिप्समा थुप्रै नेपालीहरू हुनुहुन्छ यति इमान्दार रूपमा आफ्नो इज्जत, आफ्नो फ्यामिली, आफ्नो देशलाई शिरमा राखेर चाहिँ, मनमुटुमा राखेर चाहिँ उनीहरू आफ्नो काम गर्दैछन्, नेपाललाई चिनाउँदैछन् होइन। त्यस्तो नेपालीहरू पनि छन्, तर 2-4जना नराम्रो गर्दा जो राम्रो गर्नेलाई पनि असर पर्न सक्छ है, भविष्यमा आएर नपर्ने पर्न सक्छ। नेपालीलाई यदि त्यस्तै कार्य गर्दै जाने हो भने चाहिँ भविष्यमा मालदिप्सले तपाईँको नेपालीलाई ब्यान गरिदिन्छन् है, नेपालीलाई भिजा परमिटहरू दिँदैन, नेपाली मालदिप्स आउनलाई रोकटोक हुन्छ। चाहे योभन्दा अगाडि बङ्गलादेशलाई जुन ब्यान गरेको थियो त्यही अवस्था चाहिँ पुग्न जान्छ। पहिला बङ्गलादेशीहरू पनि यस्तै त थियो, अब मालदिप्समा धेरै बङ्गलादेशीहरू आएर बङ्गालीहरू आएर काम गर्यो, राम्रो थियो। तर पछि बिस्तारै आएर बङ्गालीहरू पनि त्यस्तै 2 नम्बरी धन्दा यताउति लागेर नराम्रो गरेर चाहिँ मालदिप्सले बङ्गालीहरूलाई ब्यान गर्दै है, उनीहरूलाई चाहिँ आउन मनाही गरिदियो, रोकिदियो भने चाहिँ अहिले आएर पछि भविष्यमा नेपालीहरूको पनि स्थिति यस्तो नहोला भन्ने चिज छैन होइन। नेपालीहरूलाई पनि यो समस्या आउन सक्छ है। अब अहिले नै एकदम व्यापक रूपमा बढ्दैछ, नेपालीहरू दिन प्रतिदिन यस्तो ड्रग्स केसहरूमा, यता लागु प्रसाद औषधि हो अल्कोहल केसमा थुप्रो नेपालीहरू समातिरहेको छ होइन, कति समातिरहेको छ। तर कसैलाई थाहा छैन, प्रायलाई थाहा हुनेले अब हामीले गर्न पनि केही सक्दैन होइन। एकचोटि उनीहरू समातिको आफ्नो लाइफ ड्यामेज भयो, आफ्नो एकचोटि पाएको जिन्दगीमा, आफ्नो एकचोटि पाएको लाइफमा आफ्नो जन्मभूमि छोडेर आफ्नो फ्यामिलीलाई छोडेर अरूको देशमा आएर चाहिँ आफ्नो जिन्दगी बर्बाद गर्नु, आफ्नो लाइफलाई चाहिँ बर्बाद गर्नु, यही देशमा पुगिनलाई चाहिँ किन आउनु भन्छ होइन। म त नेपालमै बस्नु, जे गर्नु पऱ्यो नेपालमै गर्नु, राम्रो काम गर्नु पऱ्यो, 2-4 खेतीपाती गरेर गर्नु भन्छ होइन। तर यहाँ आएर यसरी आफ्नै जिउ ठाउँमा राखेर आफ्नो एउटा नेपालको इज्जत फालेर अनि एउटा आफ्नो परिवारलाई चाहिँ धरापमा राखेर चिन्तितमा राखेर चाहिँ यस्तो काम नगर्नु है। जो कसैलाई पनि प्लिज 2 हात जोडेर चाहिँ यस्तो काम नगर्नु होला। अझै पनि सुध्रिने मौका छ, हजुरहरू सबैजना सुध्रिनुहोस्। 2-4 जना नराम्रो हुँदैमा सबैजना नराम्रो हुन्छ भन्ने नि छैन। 2-4 जनाले गर्दा फेरि सबै राम्रो मान्छेलाई पनि नराम्रो बनाइदिन्छ होइन। भोलिको दिनमा नेपालीहरू पनि मालदिप्समा ब्ल्याकलिस्टमा नपरोस् है। मालदिप्स सरकारबाट चाहिँ कतिपय नेपालीहरूले आफ्नो इमान बेचेर आफ्नो घर परिवार चलिरहेको छ, आफ्नो नेपाल देशको नाम राखिरहेको छ। यसलाई चाहिँ
खेर फाल्न नदिउँ। जो पहिला 5 वर्ष अगाडिको नेपालीलाई गर्ने सम्मान इज्जत थियो त्यो सम्मान इज्जतलाई फेरि पनि हामीले फर्काउन सकिन्छ सबैजना मिलेर है। त्यही भन्न चाहन्छु। अनि अर्को कुरो के छ भने मालदिभ्समा चाहिँ थुप्रो नेपालीहरूलाई यस्तो गर्न बाध्य बनाउने नेपाली चेलीहरू दाजुभाइ दिदीभाइहरू फसाउने चाहिँ नेपाली नै हो फेरि। यो चाहिँ 100% लेखेर दिन्छु, यो नेपाली नै हो, नेपाली एजेन्टहरू हो होइन। जो नेपाली एजेन्टहरू दलालहरू छन् उहाँहरूले पनि यो सुन्नु होला, बुझ्नु होला। तपाईँहरूको कारणले गर्दा नै आज नेपाली चेलीहरूले यो गर्न बाध्य भएको छन्। यसरी यो अरूको देशमा आएर दिनरात रुनुपर्ने अवस्था, अरूको टर्चर झेल्नुपर्ने अवस्था कसले बनायो? नेपाली दाजुभाइहरूले नै बनायो, दाजुभाइ दिदीभाइ दलियाहरूले नै बनायो। जस्ट स्टप दिस है, यो चाहिँ रोक्नु होला, यस्तो काम नगर्नु होला। तपाईँको पनि पक्कै पनि भोलि यो नेपाली दाजुभाइ दिदीबहिनीहरूको आँसुले सराप्नेछ पक्कै पनि तपाईँलाई पनि है। भोलि पर्सि कति नेपालीहरू यति मालदिभ्समा लगभग मोर देन 40% जति एकदम बिजोगमा छ है। यति बिजोगमा छ कि नेपालबाट डलरमा स्यालेरी दिन्छु भनेर ल्याएको हुन्छन्। कम्पनी खाना बस्न कम्पनीको स्यालेरी डलरमा, हप्तामा महिनामा 2-3 दिन छुट्टी भनेर ल्याउँछ। तर आखिरमा यहाँ लिएर चाहिँ के गर्छ उनीहरूले अर्कै बेचिदिन्छ क्या। अब नेपालीलाई बेचिदिने हो, अर्कै कम्पनीमा बेच्यो, क्याफेतिर बेचिदिने, घरतिर पठाइदिन्छ। तर स्यालेरी दिन्छ यहाँ बिहारमा दिन्छ होइन, यहाँ बिहारमा दिन्छ। अनि नेपालीहरूको धेरै दुःख समस्या भनेको यही नै हो। यही कारणले पनि बाध्यता पनि हुनसक्छ होइन, आफ्नो बाध्यताले पनि लाग्या हुनसक्छ। तर बाध्यता हो भन्दैमा आफ्नो मान इज्जत नै बेचेर चाहिँ त्यस्तो काम नगर्नु होला। तपाईँहरूले यति राम्रो काम गर्यो भने राम्रो काम गर्नेको लागि राम्रै मान्छेहरू छ है, राम्रो मान्छेहरू छ तपाईँको साथ सपोर्टको लागि। थुप्रै मान्छेहरू छ मालदिभ्समा एकदम राम्रो काम गर्ने मान्छेहरू पनि छन्। राम्रो राम्रो अब संस्थाहरू बढ्दैछन्, नेपाली दाजुभाइ दिदीबहिनीहरूले खोलेको संस्थाहरू छ, नेपालीहरूलाई उद्धार गर्दैछन्, बिजोग भएको हरूलाई उद्धार गर्दैछौँ। आफ्नो भिसा नभएको, वर्क पर्मिट नभएको है धेरै नै कमजोरहरूलाई एकदम यहाँ चाहिँ राम्रो काम गर्ने मान्छेहरू पनि निस्केको छ। सो त्यसैले तपाईँहरू पनि सुध्रिनुहोस्, तपाईँहरूले पनि साथ सहयोग दिनुहोस्, साथ सहयोग गर्नुहोस्। तपाईँको एक सहयोगले भोलि सबै नेपालीलाई सहयोग मिल्न सक्छ है। एकजनाले गर्न सक्ने केही पनि होइन, सम्पूर्ण सबैजना चाहिँ मिल्यो भने चाहिँ हातेमालो गरेर अगाडि बढ्यो भने पक्कै पनि नेपालीहरूलाई यस्तो समस्या हुनबाट चाहिँ जोगिन्छ, वञ्चित हुन्छ है। हामीले पनि उनीहरूलाई अलर्ट गर्नुपर्छ, हामीले बोल्ने बाटो पनि दिनु पऱ्यो नि त। आजभोलि तपाईँहरूलाई यस्तो बिजोग पार्यो भन्छु, तर हामीले चाहिँ कुन चाहिँ मुख लिएर कुन चाहिँ तरिकाले उहाँहरूलाई बोल्न जाने क्या होइन। हाम्रो नेपालीलाई किन यसरी बिजोग पारिस ल्याएर किन यसरी तलब किन दिएनस् है, अनि एउटा कम्पनीमा लिएर अर्कोमा किन फालिस् भन्ने स्थिति पनि छैन क्या है। किनकि उनीहरूले सिधै भन्छ नेपाली पिपुल इज ब्याड भन्छ, नेपालीलाई जे गर्दा पनि हुन्छ अब भन्ने खालको भइसक्यो क्या है। त्यही भएर चाहिँ राम्रो सन्देश चाहिँ पुगिरहेको छ। सबैजनाले चाहिँ यस्तो काम नगर्नु होला, सबैजना मिलेर अगाडि बढ्नु होला। अझै पनि सुध्रिने मौका छ, सुध्रिनुहोस् है। आफ्नो परिवारलाई सम्झिनुहोस्, आफ्नो देश नेपाललाई सम्झिनुहोस्। म यही नै भन्न चाहन्छु। मैले चाहिँ लास्टमा मैले के कति जाने, अलिकति आफूले जानेको आफूले बोलेको कुरा सबै सत्य हुन्छ भन्ने नि छैन होइन। मैले अलिकति जानेको थाहा भएको कुराहरू बोलेको छु। यसमा कति कुरा मिस्टेक होला, भयो होला, कति कुरा होइन के भयो होला, कसैको जीवनमाथि असर पर्न गएमा है आइम सरी, मैले क्षमा माग्न चाहन्छु। किनकि मैले चाहिँ सबैको लागि राम्रो होस् भनेर नै होइन, बी अलर्ट है, अब सावधान हो, यस्तो नहोस् भनेर चाहिँ भनेको। कसैलाई चाहिँ टार्गेट गरेर कसैलाई यो भनेर चाहिँ बोलेको होइन, एउटा सानो भिडियो सन्देश बनाएको मात्र हो। सो त्यही भएर चाहिँ सबैजनाले के कस्तो छ तपाईँहरूले जानेको बुझेको तपाईँहरूले कमेन्ट गर्नु होला, आफ्नो प्रतिक्रिया दिनु होला।
मैले आफूले जे जति जानेको छन् मैले यो भिडियो मार्फत गरेको छु। सबैजनाले यदि मन परेमा भिडियो मन परेमा हजुरहरूलाई मैले बोलेको कुरो ठिक हो सही हो जस्तो लाग्छ भने भिडियोलाई लाइक सेयर कमेन्ट गर्नु होला हैन। सबैजनाले चाहिँ सबैको सामु पुर्याइदिनु होला। हस् त, धन्यवाद।